नमस्ते दर्शक श्रोताबिन, आज पनि धेरै समयको अन्तरालपछि म तपाईहरुको माझमा नेपालदेखि युरोपसम्मको जानकारी दिँदै छोटो जानकारी दिँदै आइरहेको थिएँ। भनेपछि आज पनि तपाईहरुको सानो क्लिपबाट मैले तपाईहरुलाई केही न केही नयाँ चीजहरु अवगत गराउन गइरहेको छु। जुन तपाई पछाडीको दृश्य देखिराख्नु भएको छ, तपाई ठूलो पर्दामा नदेखि पनि सानो पर्दामा सानो मोबाइलमा यो हेर्न सक्नुहुन्छ। यहाँ युरोपतिरको सानो क्लिप भनेर मैले एउटा साना भाइ बहिनीहरु स्कुलको अफ टाइममा स्कुलको बिदाको टाइममा उनीहरु चाहिँ आफ्नो रमाइलो वातावरण छेन र उनीहरुको टाइमलाई कसरी सदुपयोग गर्छन् भन्ने कुरा चाहिँ थोरै यो तपाईहरुको माझमा मैले देखाइरहेको छु। जस्तै यहाँ साना भाइ बहिनीहरु 5, 6, 7, 8 क्लासमा पढ्ने हैन, भनौं न एसएलसी अन्डर एसएलसी एसएससी दिने भाइ बहिनीहरु जस्तै हप्तामा छुट्टी भएको बेलामा उनीहरु चाहिँ अब यसरी सेलिब्रेसन गर्दछ। बाबाआमाहरुले उनीहरुलाई त्यो दिन घुमुन्, राम्रोसँग उनी आनन्द फिलिङ गरून्, केही नयाँ कुराहरु पाकामा गएर शेयरिङ गरून्, एकअर्कामा फ्रेन्डशिप लिउन् भन्ने हिसाबले उनीहरु एउटा टी टेबलमा बसिरहेका छन्। अनि मसँग केही भलाकुसारीहरु पनि गरिरहेका छन्। मैले पनि डिबेट गरिरहेको छु उनीहरुसँग कि नेपाल एन्ड युरोपका वातावरण जुन चाहिँ चाइल्ड केटाकेटीहरुको डिफरेन्स, बाबुआमा र केटाकेटीहरुको जुन दूरी हाम्रो नेपालमा भइरहेको हुन्छ, त्यहाँको वातावरणलाई मैले चाहिँ क्रिएट गर्नको लागि थोरै त्यो चाहिँ गरिरहेको छु। भनेपछि तपाई पक्का पनि बुझिसक्नु भएको छ। उनीहरुलाई मैले हेरेँ किनभने त्यो डिबेटमा उनी रमाइरहेका छन्। यहाँको एउटा शान्त वातावरणमा उनीहरुलाई एउटा चाहिँ टिफिन खर्च उनीहरुको बाबुआमाले दिइरहेको हुन्छ भनेपछि त्यही खर्चलाई उनीले सदुपयोग गर्नलाई यहाँ चाहिँ टेबलमा चिया खाने कि के खाने उनीहरु अरु साथीहरुलाई पनि वेटिङ गरिरहेका छन्। मस्तसँग उनीहरु एकदमै कुल वातावरणमा रमाइरहेका छन्। त्यो चीज चाहिँ खाली उनीहरुको कुरालाई पनि मैले देखाउनु पर्ने हो, तर उनीहरुको एउटा चाहिँ एक्सप्रेसन र एउटा हुन्छ नि एउटा लुक्सबाट पिक्चरबाट पनि देख्न सकिन्छ कि उनीहरु के गरिरहेका छन् भन्ने कुरा। अब हाम्रो देशमा चाहिँ फरक हुन्छ। उनी केटाकेटीहरुलाई बाबुआमाले सँगै लगेर अथवा घुमाउने चलन भइरहेको हुन्छ अनि उनीहरु चाहिँ साथीभाइ ग्यादरिङ गर्दै छन्। त्यही